नमस्कार। भर्खरै निर्मित बालेन शाहज्यूको सरकारले मन्त्रीमण्डलले एकदमै प्रशंसनीय कार्य गरेको छ। 2062-63 सालदेखि 2082-83 सालसम्म देशको उच्च ओहदामा बसेका उच्च राजनीतिक दलका नेताहरू र विभिन्न पदहरूमा लाभका पदहरूमा बसेर अकुत सम्पत्ति कमाउनेहरूको एक एक पैसाको हिसाब गर्नुपर्छ, छानबिन गर्नुपर्छ, सम्पत्ति शुद्धिकरण गर्नुपर्छ र यदि यदि तिनीहरूले गरेको त्यो चाहिँ नि करतुत कालो धन र भ्रष्टाचार गरी कमाएको पैसा हो भने त्यसको समावेशसहित असुल गर्नुपर्छ र यो राष्ट्रलाई समृद्ध सुखी बनाउनुपर्छ र यो राष्ट्र भनेको विश्वमै सर्वोत्कृष्ट राष्ट्र हो। यहाँ के मात्र छैन, करिब 6000 भन्दा बढी नदी नालाहरू, जल सम्पदाको धनी, जडीबुटीको धनी, 5 जल सम्पदा, जडीबुटी अनि जनशक्ति, त्यसै गरी चाहिने विभिन्न प्रकारका चाहिने खनिजहरू इत्यादि भएको हाम्रो देश विश्वको सर्वोत्कृष्ट देश बन्न सकोस् र अब यो देशमा म नेपाली हुँ भनेर गर्वका साथ बाँच्ने चाहिने अवसर पाइयोस् भन्दै मेरो देश प्राणभन्दा पनि प्यारो छ। थ्याङ्क यू सो मच।